हेलो एभ्रिवान, दिस इज बस्नेतो। अनि अहिले चाहिँ म ठ्याक्कै यहाँ हाम्रो सप्तकोशीको पुलको ठ्याक्क बिचमा बसिरहेको छु है। अनि म चाहिँ इटरीबाट घरबाट यहाँ काठमाडौँ जान भनेर सुन्दर विराट एयरबसमा चढेर हिँडेको। हाम्रो उता डेभिड दाईको म्यानेजर भाइले फोन गरेर दाई म पनि आउँदैछु विराट एयरबस चढेर त्यसमा जानुपर्छ, तपाईँ झर्नु भन्यो। अनि यहाँ सप्तकोशीमा आएर झरेर बस स्पटिङको भिडियो बनाउँदैछु है। अघि चाहिँ टिकटक फर्ममा बनाएँ आदि चाहिँ। अनि मेरो त युट्युब च्यानल पनि छ भनेर मलाई झसङ्ग याद आयो है। अनि त्यही भएर अब चाहिँ युट्युबको भ्लग स्टार्ट गर्दैछु म। यहाँ आएको चाहिँ अलमोस्ट 1.5 आवर्स जस्तो भइसक्यो, 1.5 आवर्स जस्तो यस्तै छ ल। अनि काकडभित्ताको गाडीहरू चाहिँ भर्खर आउँदैछ, विराटनगर धरानको सबै गइसक्यो। अब त्यही काकडभित्ताको हेरौँ। अनि अब काठमाडौँ जाउन्जेलसम्मको यसो फन मोमेन्ट्सहरू हेरौँ न त है त। पुरै फुल भ्लग चाहिँ बनाउँदिनँ, त्यही पनि यसो फन मोमेन्ट्सहरू के कस्तो हुन्छ है त। ल लेट्स गो। ल अनि अहिले चाहिँ जाडो महिना सुरु भएर यहाँ वेदर पनि हेर्नु न कस्तो दामी देखिरहेछ क्या। मजा आइरहेछ। ल जे होस्, जाडो छ त्यही पनि मजा आइरहेछ है त। उहाँबाट आउँदैछ गाडीहरू, त्यहाँ मेची आयो। अनि यो चाहिँ पछाडिको प्राइम हो। ल हेर्दै जाम सिनेमेटिक सर्ट्सहरू कस्तो दामी आइरहेछ है गाइजहरू। आई होप तपाईँहरू पनि इन्जोय गरिरहनु भएको छ होला। म खिच्न ओभर इन्जोय गरिरहेको छु। आज यहाँ वेदरले मलाई बहुत मजा आइरहेछ। ल जाडो छ त्यही पनि मजा आइरहेछ। ल प्राइम र मेची गयो सँगै दुइटा। ल त्यो मेची चाहिँ अगाडि काठमाडौँको होइन, त्यो चाहिँ कहाँ नेपालगञ्जतिर हो कि कहाँको थाहा भएन है गाइजहरू। ल गाइजहरू वेदर चाहिँ झन् भनौँ झन् हुस्सु लाग्दैछ है। के भन्ने छ र, जाडोमा आज केशव भाइले मलाई बसाएर। यहाँ चाहिँ कोशी हो, यही हो सप्तकोशी यहाँ छ है त। ल गाइजहरू म अलिक कालो छु त्यही भएर देखिँदैन है। यस्तो मिलाएर हेर्नु होला है त, फोनको ब्राइटनेस बढाएर। मलाई एउटा ओभर रहर छ क्या बसको भिडियोजहरू चाहिँ होइन। एकदम खतरा लेभलको डिएसएलआरबाट खिच्ने, पुरा ड्रोनबाट यत्रो जुम लेन्सबाट परबाट आएको है। त्यस्तो बनाउनु रहर छ। तर अहिले अब गरिब लोग यस्तै हुन्छ है। ल बिस्तारै हुन्छ, हेर्दै जानु पऱ्यो, सबले सपोर्ट गर्नु पऱ्यो। अनि बिस्तारै भइहाल्छ त त्यो पनि होइन। ल
फेरि त्यो एउटा भैया आएर मलाई यार भिडियो बनाउनु बसेको छु यहाँ बाटोमा है केडाङ 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 हरन हान्छ एकछिन पख्ता के हुन्छ त्यसलाई हाम्रो त भिडियो मिस हुन्छ नि त होइन तर त्यस्तो भन्नु नै हुँदैन आम सरी म बाटोमा बसेर भिडियो त्यति गल्ती त मेरै OnePlus भर्खर गयो अनि मेरो वाइफाई कनेक्ट भइरहेछ क्या अहिले पनि काठमाडौँबाट काकड जानु पर्यो भने हाम्रो OnePlusलाई पनि सम्झ्न सक्नुहुन्छ है त तपाईँहरूले ल गाइजहरु तपाईहरु चाहिँ मेरो सिट एप्लिकेसन डाउनलोड पनि गर्नु पर्यो अनि त्यसपछि हाम्रो मेरो सिट एपको टिकटकलाई पनि फलो गर्नु पर्यो है त ल गाइजहरु है अनि यो कोशी पुल वरिपरि कोशी पुलमा टाइम स्पेन्ड गर्ने ठुलै रहर थियो आज त्यो पनि रहर पनि पुरै पुरा भयो रहर यस्तो जाडोमा है के सब भाइहरु भर्खर अघि 10 मिनेट जस्तो भयो होला इटरी कटे भनेर फोन गरेको थियो अनि अब चाहिँ आइपुग्छन् होला त्यसपछि अनि गाडी चढेसी तातो हुन्छ कि अहिले त अनि ल अब कागरभित्रको प्राय गाडीहरु चाहिँ गयो अब कुन बाँकी छ भने हिमालयन बाँकी छ एउटा विराट बाँकी छ अनि त्यसपछि अर्को त कुन छ मलाई लागेसम्म त्यही छ हिमालयन र विराट चाहिँ आउनु बाँकी छ है त अनि एउटा प्रब्लम आयो गाइजहरु यो ठ्याक्क बसको भन्दा अगाडिको गाडीहरुले लाइट चाहिँ ओभर हानेर पुरै क्यामेरामै गाडीको अगाडिको फेस नै नदेखिने भयो क्या अनि अब बत्ती त बालेर आइहाल्छ नि है यस्तै छ ल इलामबाट महालक्ष्मी र दार्जिलिङ आइसक्यो महालक्ष्मी भर गयो अब दार्जिलिङ आउँदैछ अनि दार्जिलिङ चाहिँ मलाई ओभर मन पर्छ क्या यसको आउटर लुक्स त्यसको पनि सर्ट्स हानिहाल्यो नि त ल ल यो टावर जस्तो बत्ती भएकोहरु चाहिँ धान काट्ने मेसिन हो है गाइजहरु कतिवटा आउँदैछ एकैचोटी कस्तो अर्कै कराउँदो रहेछ ड्राइभर पनि काम माथि बस्दो रहेछ हेर न
यहाँनिर ठ्याक्क भर्खर एउटा माछा बुरुक्क उफ्रेर पत्तै गएको थियो यार, कत्रो चप्लाङ्ग गयो। अब राति भयो नि त, सुनसान छ नि त, कोही पनि छैनन् होइन। त गाडीको आवाज पनि आएको छैन नि, पानीको कस्तो राम्रो आवाज आइरहेछ, कस्तो खतरा सुनिरहेछ। यो जाडोमा कोही पनि छैन, गाडीहरू पनि आउँदैन, एकछिनमा मात्रै आउँछ। म त जाडो भएर गीत गाउँदै बसिरहेको छु गाइजहरू। अब यहाँ सुनाउनु त सुनाइदिन्छ, तर लाज हुन्छ, फोन बन्द गरेपछि म फेरि गाउन सुरु गरिहाल्छु है त। ल फाइनली म चाहिँ विराट चढेर यहाँ आइपुग्यौँ है, खाना खाने ठाउँमा। ल विराट पनि सेक्सी नै देखिन्छ होला, लाइट साइट हालेको नि केटाहरूले, ठिकै छ होला। फाइनल्ली हाम्रो केशव भाइसँग भेट भइसक्यो है, अघि नै भेट भयो तर अहिले भर्खर बनाउनु पाएको भिडियो चाहिँ। ल यहाँ छ विराट, अनि यो चाहिँ तेह्रथुमबाट आएको होला होइन, खातबारीबाट। उहाँ छ पोखराको बिहानी, अनि यहाँ छ नमस्ते। ल अब चाहिँ नमस्ते सँगै हामी, यो चाहिँ अर्कै बाटो जान्छ अनि हामी तिनजना सँगै जानुपर्छ है त काठमाडौँसम्म। ल जाडो छ गाइजहरू, अब एकैचोटि क्याबिनमा भेट्छु। ल अब यो हाम्रो बिहानीमा पनि छिटै ट्राभल भ्लग आउँछ है त। अनि यो चाहिँ विवेक कसमसले बनाएको गाडी हो, विच इज माई फेभरेट बडी बिल्डर्स अफ नेपाल है त। नमस्ते पनि छ हामीसँगै। ल नारायणघाटको कृपा पनि आएछ खाना खाएर। ल हामी चाहिँ फाइनल्ली खाना खाएर हिँड्यौँ। त्यसो भाइले मलाई चुइगम देख्छ, चपाउँदैछौँ। गाइजहरू अहिले 2 बजे है बिहानको, अनि वी आर हियर एट हेटौडा पेट्रोल पम्प। तेल हाल्दैछ गाडीले। अनि म चाहिँ एकछिन सुतेको थिएँ अघि 11 होइन 12 बजीतिरदेखि। अनि अब चाहिँ भ्लग बनाउँदै जान्छु। अब केशव भाइ सुत्छ अरे, त्यस्तै छ। ल हेटौडाको सिन्स, काठमाडौँबाट मधेसको गाडीहरू आउँदैछ। अब उताबाट पश्चिमबाट काठमाडौँ जाँदै गरेर गाडीहरू भेटे त हुन्थ्यो, म्याच पनि आइपुग्यो त पछि सर। उता काठमाडौँबाट
पश्चिम चल्ने गाडीहरू नारायणघाटबाट भेटेदेखि अनि मुगलिनतिर खतरा रमाइलो सिन हुन्थ्यो मजा हुन्थ्यो ल हेरौँ के हुन्छ है त आज यस्तै छ गाइज औडा लाग्छ म बनाउँदिनँ अरे क्या कति न उसले बनाए जस्तो ए अब आउँछ के भयो गाइजहरू हामी चाहिँ फाइनल्ली काठमाडौँ बस पार्क आइपुग्यौँ अनि यहाँ त्यसो भाइ त के भन्दैछ के भन्नु आरामले आइयो त्यही त ल अब यहाँ हाम्रो बस ठ्याक्क निस्क्यो हेरौँ है त यता हाल्नु उता छैन ल फाइनल्ली गाइज हामी चाहिँ यतै हाल्नु गङ्गाबु बस पार्कमा पुग्यौँ है त ल अब त यो भ्लग चाहिँ यहाँ इन्ड हुन्छ यहाँभन्दा पछिको फेरि नयाँ भ्लग बनाउँछु है त सी यू इन द नेक्स्ट वान बाई